खाला जोडे उठ्ने अनि चाहिँ यो सबै आज जेला दिनु नपर्ने यो श्रमदान जस्तो हैन कसैलाई दिनु पर्दैन अब म पनि कुनै कुनैको अब गएको छु अब कुनै नगएको ठाउँमा पनि अब मलाई माया गरेर के अरे सघाउन आउनु भएको छ कसैलाई दिनु पर्दैन भोलि पर्सि सक्यो भने गइदिने हो नसके यस्तै अब माया गरेर आज सबै आउनुभयो मलाई खुसी लाग्यो धेरै राम्रो रहेछ है यो त एकदमै अनि यो त घरको नै 2 जना 3 जना आए जस्तो छ नि के हो नि कहाँ 1-2 जनाले मान्छ कुनै 3 जना आएको छ कुनै अब 4 जना कुनै 1 जना सबै नि यसको सट्टामा पछि जय र तयार 2 जना पनि जाने होला नि हैन दुवै जना जाने अब नसके 1 जना पनि जानुहुन्छ के गर्ने त नेवारी कल्चर एकदम राम्रो छ मलाई त साह्रै मन पर्यो यस्तै हो नि सबैको अब यता सघाउने उता सघाउने सबै हुन्छ यस्तै हो नेवारी अनि यो खानाहरूको प्रकारहरू पनि छ धेरै यो यसको नाम के हो यो अब यसो 12 बजे हाम्रो चाहिँ खुवाउनु पर्छ जारी भन्छ ज्याउरी भन्छ 12 बजे चाहिँ हाम्रो चाहिँ अन्डा हुन्छ अनि मासको भाडा हुन्छ त्यो रोटी चाहिँ कालो ढालको भनौँ न अब एउटा चाहिँ छैला हुन्छ 12 बजे खुवाउनु पर्ने हुन्छ अब कुनै बेला ढिला पनि हुन्छ कुनै अब चारो पनि हुन्छ अनि त्यो चाहिँ जारसँग जार खानेलाई जार डिउ खानेलाई डिउ अब त्यही हो अब पछि चाहिँ खाजा छुट्टै हुन्छ हाम्रो यहाँ चाहिँ आफन्त मात्र नभएर छरछिमेकी सबैले नै सघाउँदो रहेछ है दाइ अब गाउँले भनौँ न सबै अब आफन्त पनि हो छिमेकी पनि हो गाउँले पनि हो सबै अब माया गरेर सबै देउरानी जेठानीदेखि सबै लिएर बान्जा बुहारीदेखि सबै छ यहाँ छरछिमेक सबै नै छ दोलानको बेला चाहिँ पानी पर्यो भने राम्रो हुन्छ अरे कि खाना पकाउने अथवा छिङ छान्ने सबैजनाले गर्दो रहेछ नि मिलेर हैन सबै हामी त देउरानी जेठानी अब बुढोको घरको नभए पनि अब दाजुभाइको हुन्छन् त काकाको त्यस्तै ठुलबाउको भएर हामी त सबै अब पकाइ तुलाइ गर्ने पनि अब देउरानी जेठानी नै हो सबै अब काम गर्ने देवरहरू सबै होइन मैले धन्यवाद भर्खरै खाना खाएको मैले आज टी-शर्ट सबैको लागि
आजको ढोलान पनि यति चाँडै सिद्धिएछ बहिनीहरूको। हाम्रो बापले यहाँ हजुर सबभन्दा भित्र बस्ने तपाईँ पो दामी भइसक्यो। यस्तो दामी छ कि दामी छ।